भाइ तिमी यो वर्ष होली खेल्छौ? खेल्छु दाइ। रङ लाउँछौ? लाउँछु। र बधाई छ, तिमीले एउटा च्यालेन्ज खेल्न पायो। तिमीले 90 सेकेन्ड्स भित्र जतिजनाको हातबाट रङ लाउँछौ म त्यो इन्टु 250 रुपिस दिन्छु। 100 जनाको हातबाट लायो भने तिमीले 25,000 रुपियाँ जित्छौ। रेडी हो? रेडी हो दाइ। तिम्रो फुल कन्सेन्ट छ यो रङ लाउनलाई? छ। तिम्रो 90 सेकेन्ड सुरु भयो, लेट्स गो। ल सोध। ए फर्स्टमा उसलाई हो? ल एकछिन एकजना भयो। भाइले एकचोटि रङ लाएको 250 रुपियाँ पाइरहेको थियो। टाइम एकदम लिमिटेड छ, सो बाटोको ऱ्यान्डम मान्छेहरूसँग पालै पिलो रङ लाउँदै गयो। बाइ द वे प्रनिस स्टोरकै दाइ हो है, हाम्रो अकाउन्टेन्ट दाइ हो। लेट्स गो। 32 सेकेन्ड्स। रङ ल्याइदिनुहुन्छ मलाई? अङ्कल तपाईँ अलिकति ल्याइदिनु न। ल रङ रे अलिकति किन के खुसियाली हो भाइ? ऊ एसएलसी पास गरे उसले। सबैजनाले अलिअलि रङ लाइदिरहेको थिए, तर लास्टमा अलि क्रेजी भयो। गाइस टाइम्स अफ भइसक्यो एकछिन। 1 मिनट 47 सेकेन्ड्स भएको छ उसको। 1 मिनट 30 सेकेन्डसम्म मात्र हो। के छ अहिले हालत, के भयो तिम्रो? एकदम राम्रो लागिरहेछ दाइ मलाई त। 10 जनाको हातबाट रङ लाउन सफल भएको छ। एकजनाबाट रङ लाएको 250 रुपिस हो भने 10 जनाबाट लाएको कति कमाए तिमीले? 2500। सो उसले जितेको पैसा दिन चाहिँ हामी प्रनिस स्टोरै जान्छौँ। सो भाइले जितेको यहाँ 2500 रुपियाँ चाहिँ यता छ। एज यु क्यान सी उसले फलो पनि गरेको छ, सो उसले एडिसनल एउटा इयरबड्स पनि पायो। ल बधाई छ। तिमीले योपालि भोट हाल्छौ कि हाल्दैनौ? हाल्दिनँ, कोही राम्रो छैन त्यही भएर। तर हजुरहरू चाहिँ आफूलाई राम्रो लाग्ने उम्मेदवारलाई भोट गर्नु होला, बिकज यही भोटले चेन्ज हुने हो नेपाल। तिमी साइन्स कि म्यानेजमेन्ट? म्यानेजमेन्ट। हु इज द फादर अफ इकोनोमिक्स? एडम स्मिथ। हु इज द मदर अफ इकोनोमिक्स? एडम स्मिथको बुढी। फनी गाई। अल्सो कुनै नि अथेन्टिक फोन एक्सेसरिज वा डिभाइस चाहिएमा प्रनिस स्टोर सिटी सेन्टर 2nd फ्लोर वा प्रनिस स्टोर जौलाखेल आउनु होला। अल ओभर नेपाल डेलिभरी। वाट्सएपको नम्बर चाहिँ यहाँ तल छ। ह्याप्पी होली गाइस। योपालिको होली सेफली मनाउनु होला।